हाले नहेर ल प्लिज होमवर्क गर्न जाऊ है म राम्रो देखिछु वेलकम टु विवादै विवाद म हो तपाईँको होस्ट योजना थापा मगर विथ छोटो कपाल एन्ड इक्वल अमाउन्ट अफ जुङ्गा रियल योजना थापा मगर चाहिँ अहिले दमकमा छ सी इज वर्किङ भेरी हार्ड टु स्टार्ट अ न्यू बिजनेस अलिभ फार्मेसी विच इज अल्सो द स्पोन्सर अफ दिस एपिसोड सो गएर यस नाइस ताली बजाइदिनु यस सो गएर अलिभ फार्मेसीको पेज फलो गरिदिनु होला अनि हाम्रो चेलीलाई सपोर्ट गरौँ अनि सनस्क्रिन किन्नु छ भने अलिभ फार्मेसीबाट किन्नु होला सो लेट्स गो ब्याक टु द सोको बारेमा भन्नुपर्दा फर्स्ट टाइम हेर्दै हुनुहुन्छ भने दिस इज अ डिबेट सो जहाँ डिस्कसन हुन्छ हावा टपिक हुन्छ पोइन्टलेस अनि यसमा हार्नेको बिल्ला त हुन्छ नै जित्नेको पनि खासै इज्जत रहन्न आज हामीसँग विवाद गर्नको लागि दुईजना आउनुभएको छ अ भेरी फनी भेरी फेमस म्यारिड कपल नमस्ते हैन एन्ड दे आर कन्टेन्ट क्रिएटर्स दे आर फिल्म मेकर्स एन्ड मोस्ट इम्पोर्टेन्टली दे आर अनइम्प्लोइड टु कम टु दिस सो Yes, very few. यही सुन्न आउँदो रहेछ नि काम छोडी Self-employed. On this side we have the very funny Barsha, the wife. निमेश On this side we have the loser of this debate. Wife. गएर जित्दिन्छ रोएर होइन म त आँखा झिम्काएर जित्दिन्छु So welcome to the show guys. के छ हालखबर? एकदम ठिक छ तपाईँ के छ एकदम त्यही हो योजनाको स्ट्यान्ड इन भएर बस्नु परिरहेको छ विच इज अ भेरी म ग्रेट खासमा अनर होइन यहाँ आएको नि योजनालाई भेट्छ भनेर मात्रै आएको थिएँ तर लास्टमा आज आउने हिजो मात्रै थाहा भयो योजना छैन भनेर यस सो योजनाको फोटो थम्बनेलमा हेरेर आउनुभएको लागि पनि हार्दिक क्षमा मेरो कुहिएको फेस हेर्नु परिरहेछ बट या गएर एटलिस्ट सपोर्ट चाहिँ गरिदिनु होला ओ यस वी हेभ फुड पनि अनि वी आर अल्सो सुटिङ दिस इन this new venue it's Korean barbecue which is another sponsor of this show yes we have sponsors yes हैन so it's a Korean barbecue place तपाईलाई थाहा छ भने नि यहाँ चाहिँ लौरोले घोचेर भातको डल्ला खाइन्छ मासुसँग मिठो हुन्छ साह्रै मिठो हुन्छ हैन so you like Korean एकदम तर कोरियन एकदम मनपर्छ कि तर कोरियनमा चाहिँ त्यो रामेन होइन अनि के अरे त्यो उसलाई के भन्छ अरे त्यो मासुलाई सङ्गेप्साल त्यो मात्र क्या एकदम मनपर्छ तर त्यो नामै दुईटा थाहा रहेछ मात्रै ब्रो यसलाई त भातको डल्ला कुन हो सो हामीसँग आएको छ के हो यसलाई के भन्छ अरे यसलाई किम्बाब भन्छ तर यस्तो राखेपछि त कहाँ बोल्नु सकिन्छ त नि खाँदै बोल्ने अगाडि अगाडि यो राखिरहेको छु खाँदै बोल्ने मेरो त आँखै हट्नु सकेन अनि निमेश सर के छ हालखबर म त जितेर मात्रै खान्छु Very good. धन्न आज सोमा खान पायो यार फर्स्ट टाइम कुनै सोमा खान पायो निमेश गाई बोलाउँदैन अब। जिस्काएको सरी हेरेर खानुपर्छ ब्रो खानुपर्छ म बोलाउँछु नि वी आर मेन टुगेदर वुमेन सो आजको सोको लागि रेडी हो छिटो न मलाई बाँच्नु हतार परिसक्यो यत्रो मान्छे अगाडि चुपचाप बसिरहेको छ अघिदेखिको धन्न निमेष मुख हो? कसो हाल्न पाइने रहेछ निमेश कस्तो चल्दैछ म्यारिड लाइफ यसो हेर्दाखेरि त गाह्रै छ जस्तो इट्स गुड गुड यस म उता हेर्छु भन किपिङ यर माउथ सट इज गुड होइन इट्स के भन्ने राम्रो होइन के भन्ने हो रे गाइज आज लास्ट झगडा पर्नेवाला छ यिनीहरूले घर झगडाहरू यहाँ लिएर आउँछन् फर अल अफ यु टु सी इट्स गोइङ टु बी अमेजिङ सो लेट्स स्टार्ट द सो यस सो हामीसँग सोको रुल्स सुनौ पहिला योजना मगरको आवाजमा बेसिक रुल्स देयर अ बुटकामा हुन्छ चिटमा हुन्छ टपिक एउटाले पक्षमा बोल्छ अर्कोले विपक्षमा सुरुमा पक्षले 3 मिनट पाउँछ र त्यसलाई 1 मिनट विपक्षले रिपोर्टल गर्छ त्यस पछाडि विपक्षले 3 मिनट पाउँछ र त्यसलाई पक्षले 1 मिनट रिपोर्टल गर्छ र दुईजनाको पक्ष विपक्ष तर्क वितर्क सुनिसकेपछि जजले डिसिजन दिन्छ कि कसले जित्यो सो हामीसँग बोलमा छ टपिकहरू सो तिमीहरूले पक्ष पनि चुज गर्न पाउँदैन विपक्ष पनि चुज गर्न पाउँदैन द्याट्स अप टु मी
म डिसाइड गर्छु ओके होइन अनि के अरे यु गेट 3 minutes एन्ड एकजनाले 3 minutes देन 1 minute रिबटल अनि त्यसपछि वी गो ब्याक है त आई गेस रेडी हामीले उलेर आएनौँ सो फर्स्ट राउन्ड सुरु गरौँ फर्स्ट राउन्ड इट्स कल्ड तर्क वितर्क एकजना पक्षमा एकजना विपक्षमा तिमीले डिसाइड गर्न पाउँदैन आई विल डिसाइड निमेश पक्ष तिमी विपक्ष अनि तिमी छान्छौ के कुन चाहिँ आउँछ भनेर ओके रेडी एक्साइटेड मलाई सबै त एउटै त छैन नि छैन 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 विपक्ष भनेको त उल्टो बोल्नु पर्यो होइन सो टपिक रहेको छ स्कर्ट पुरुषको लुगा हो ए मैले विपक्षमा बोल्नु पर्यो विपक्षमा बोल्नु पर्यो निमेशले बोल्छ स्कर्ट पुरुषको लुगा हो भनेर अनि वर्षाले भन्छ होइन स्कर्ट केटीहरूको हो स्टे अवे फ्रम दिट ओके सो टेक 1 minute साँच्चै नै बकवासै रहेछ क्या मलाई केही भन्ने मलाई म सुरुमै हारे भन्नु मन लागिसक्यो पहिला उसले बोल्छ ल पहिला उसले बोल्छ पक्षमा तिमी सोनेर बस्ने रिबटल गर्ने ए ल ल ल है त टिपेर बस्ने म यदि ठ्याक्कै अनि अल्सो म पोइन्ट कुन हिसाबले दिन्छु भने म राम्रो पोइन्ट भने नै कसले बढी हावा कुरा गर्यो म त्यसमा पोइन्ट दिन्छु निमेशले जित्छ हावा कुरा गर्ने हावा कुरा हुनु पर्यो तर सेन्सिबल हुनु पर्यो कि समहाउ मेक सेन्स है त ल 1 minute को लागि प्रिपेयर गरे लु रेडी यु गाइज आर रेडी पक्षले बोल्नु पर्यो पहिला स्कर्ट पुरुषको लुगा हो भनेर विवाद गर्न आउँदै हुनुहुन्छ पक्षमा बोल्दै निमेश र तपाईँको टाइम सुरु हुन्छ अब नमस्कार म निमेश श्रेष्ठ प्राध्यापक ओके पुरुषलाई किन हुन्छ किन स्कर्ट पुरुषहरूको हो भन्दाखेरि चाहिँ एकदमै एयर कन्डिसनको चाहिन्छ पुरुषहरूलाई एकदम एयर कन्डिसन किनभने त्यसले गर्दाखेरि त्यो प्रब्लम हुँदैन पुरुषहरूलाई जुन प्रब्लम हुन्छ होइन अनि के भन्दाखेरि अब हेर्ने हो भने पहिला हन्टिङमा जाने भने पनि पुरुषहरू नै हो होइन एकदमै धेरै पहिला होइन एकदमै धेरै पहिला हामी हन्टिङ जानु पर्थ्यो पुरुषहरू होइन त्यति बेला दौडिने स्किल्स होइन अब धेरै राम्रो हुनु पर्थ्यो होइन जम्प गरेर त्यो हुन्छ नि ड्याङ अनि फाइट खेल्दा पनि सजिलो हुन्थ्यो त्यही भएर स्कर्ट चाहिँ पुरुषको हो अझ अनि अर्को भनेको चाहिँ कस्तो भन्दाखेरि अब त्यो हन्टिङ गर्न जाँदाखेरि कहिलेकाहीँ अब टोइलेट चर्पी आउँछ त्यसको लागि पनि सजिलो हुन्छ त्यो होइन सो इट्स इजियर फर द बोइज साइड अनि अरू के हुन्छ भन्दाखेरि बोइजहरूमा एउटा फेमिनिन साइड हुन्छ त्यसको लागि पनि स्कर्ट हो होइन बोइजहरूको एउटा हरेक त्यो एउटा 1% फेमिनिन साइड हुन्छ अरे त्यसको लागि पनि एउटा स्कर्ट एकदम काम लाग्छ अनि अर्को भनेको चाहिँ अब डान्स सेलिब्रेसनहरूको बेला पनि स्कर्ट लाउँदा धेरै सजिलो हुन्छ अरू अब भन्न आएन त्यति नै हो मेरो 3 minute मेरो टाइम छ मेरो प्रतियोगितामा अनि अर्को कुरा भनेको अब चर्पी गर्न त सजिलो भइहाल्यो होइन अरू के हुन्छ अब मैले लेखेको पोइन्ट जे त्यस मैले सबै भने त्यति नै हो मैले टाइम छ 1 minute छ ओके अरू के गर्न सकिन्छ भन्दाखेरि त्यो के अरे स्कर्ट लायो भने चाहिँ केटीहरूलाई पनि सेफ फिल हुन्छ अलिक धेरै ऊ फिल हुँदैन होला त्यति नै इलाबोरेट आई वान्ट टु नो के हो भन्दाखेरि त्यो लगाएपछि अलिकति केटाहरू नरम देख्न सक्छ जसले गर्दाखेरि चाहिँ केटीहरूलाई डर नलाग्न सक्छ त्यही भएर स्कर्ट केटीको हो केटाको स्कर्ट चाहिँ केटाको डन आई थिङ्क इट्स भेरी इजी एट दिस पोइन्ट त मैले जितेँ क्या जितिसक्यो मलाई नम्बर दिँदा हुन्छ
ल रिबटलको लागि रिबटलमा चाहिँ यु ओन्ली के अरे उसले भनेको कुरालाई खण्डन मात्रै गर्ने तिम्रो आफ्नो पोइन्ट पछि आउँछ उसले भनेको पोइन्टलाई अहिले चाहिँ खण्डन गर्ने खण्डन ल गर्ने है त एक खण्डन गर्नको लागि 1 मिनेट है त रेडी छु म ल रिबटलको लागि वर्षाको 1 मिनेट सुरु हुन्छ अब ल सबैजनामा नमस्कार म रेडी छु मेरो विपक्ष मित्रले भन्नुभयो कि उहाँहरूलाई जङ्गल जाँदाखेरि अलिकति सजिलो हुन्छ स्कर्ट लगायो भने कसरी सजिलो हुन्छ रुखसुख चढ्नुपर्छ रुख चढ्दा तल देख्दैन मान्छेले हो देखिहाल्छ नि होइन कति गाह्रो हुन्छ अनि अर्को भनेको केटा मान्छेहरूलाई बसेर सुसु गर्न आउँदैन अब हामी पानी सानैदेखिको होइन अनि त्यो सुसु अब उठेर प्यान्टबाट कति सजिलो हुन्छ क्या चेन खोल्यो सक्यो अब त्यो बसेर ओरेर गर्दाखेरि गाह्रो हुन्छ जुका टाँसेर फेरि जङ्गलतिर जाने मान्छे अनि त्यसले गर्दा उहाँहरूको लागि चाहिँ स्कर्ट भनेको केटा मान्छेको लागि हुँदै होइन क्या अब केटी मान्छे के हो केटी मान्छे भनेको घर बस्ने श्रृङ्गार गर्ने काम घरको काम गर्ने होइन बाहिर जानु पर्दैन उहाँहरू जङ्गल जानेहरूलाई उहाँहरू प्यान्टै ठिक छ कि त्यो स्कर्ट लाउने दुःख नगर्नु होला तपाईँहरूले होइन अनि अर्को भनेको चाहिँ अझ अब कतिजनाले भन्छ त केटा मान्छेहरूले अन्डरवेयरै लाउँदैन भनेर क्या हो मैले मिमहरू देखिरहेको हुन्छु क्या अनि त्यस्तोमा स्कर्ट म सोच्नु नै सक्दिनँ यो अलिकति 18+ हुन्छ फेरि सोच्नु थाल्यो भने अनि अर्को भनेको केटा मान्छेको लागि स्कर्ट किन होइन भनेदेखि केटा मान्छेहरू अलिकति प्रायः ढङ्ग नभएको हुन्छ क्या अलिकति नजान्ने खालको हुन्छ नि अब केटी मान्छेहरू कस्तो बस्दाखेरि पनि यस्तो सपक्क पारेर बस्ने क्या सबै स्कर्ट सोर्ने टाइम होइन खण्डनको टाइम सक्यो ए ल खण्डनको टाइम सक्यो ओके भेरी स्ट्रङ रिबटल यस भेरी स्ट्रङ रिबटल फ्रम वर्षा अब तिम्रो अब एक्चुअल स्कर्ट चाहिँ पुरुषहरूको होइन महिलाको मात्रै हो पुरुष सुड स्टे अवे फ्रम स्कर्ट्स त्यसको लागि तपाईँको 3 मिनेट सुरु हुन्छ अब सुरुमा त स्कर्ट किन केटी मान्छेको लागि हो भन्दा केटी मान्छेको लागि नै हो क्या रणवीर सिंह बनेर हिँड्नु छ तपाईँलाई स्कर्ट लाएर देख्नु भएन रणवीर सिंहले यति बेइज्जत गर्दै बिचरा अहिले होइन पहिले रणवीर सिंहले के गरिरहेको थियो भन्दा पुरै हुन्छ नि स्कर्ट लाउने बुढीको अनि बुढीको लुगा लाएर अलिकति रङ्गी चङ्गी भएर हिँडिरहेको थियो होइन अहिले त सबैले पुरै ट्रोल हान्दैछ क्या यस्तो ट्रोल हान्दैछ त्यो रणवीर सिंहलाई अहिले पुरै आफ्नो इमेजलाई उसले वाइट वास गरिरहेछ कि पुरै जेन्टलमेन भएर कोट सोट लाएर ट्याक्क अब के तिमी त्यस्तो बन्नु चाहन्छौ ह म के गर्नु भन त तिमी त्यस्तो बनेर हिँड्यौ स्कर्ट लाएर हिँड्यौ अनि मान्छेहरूले मेरो बुढाको बेइज्जत गर्यो भने के गर्नु नेपालमा त फेरि एकचोटि इज्जत गयो भने गयो ल्याउनु साह्रै गाह्रो छ त्यही भएर स्कर्ट भनेको म लाउँछु तिमी स्कर्ट लाउने होइन अनि अर्को भनेको मैले अघि पनि भनेको थिएँ होइन केटा मान्छेहरू चाहिँ अलिकति ढङ्ग हुँदैन क्या कस्तो ढङ्ग हुँदैन भने उनीहरू फ्यात्त परेर बस्ने होइन बसायो भने यस्तो परेर बस्ने त्यस्तो हुन्छ कि केटा मान्छेहरूको उनीहरूलाई सम्हाल्नु आउँदैन क्या केही कुरा पनि स्कर्टहरू लगाएपछि एकदम सम्हालेर बस्नुपर्छ मान्छेहरूले देख्छ कि एकदम छुपाएर बस्नुपर्छ मिलाएर बस्नुपर्छ अनि हामी पनि बस्दाखेरि हामीलाई स्कर्ट बच्चा जन्मेदेखिको हामीलाई मम्मीहरूले सिकाउँछ कि स्कर्ट लगाएर कसरी बस्ने भनेर त्यस्तो हामीसँग त्यस्तो हुन्छ क्या अझ पेटभित्रदेखिको हामीलाई थाहा हुन्छ क्या कसरी बस्ने किन मम्मीले गरेको देखिरहेको हुन्छ स्कर्ट लाएर साडी लाएर धोती लाएर कसरी बस्ने हामीलाई थाहा हुन्छ त्यही भएर धोती स्कर्ट भनेको हाम्रो लागि केटा मान्छेको लागि होइन अब मेरो मुखबाट बेइज्जत खाएर मात्रै छोड्छ भने त म केही भन्न सक्दिनँ तर राम्ररी सम्झाएर हुन्छ भनेदेखि छोडिदेऊ त्यो स्कर्ट लाउने कुरै गर्ने होइन सोच्दा पनि नसोच के टाइम सक्यो कि अझै बोलौँ 1 मिनेट बाइक अब त मैसँग कुरै सक्यो क्या यत्रो धेरै हावा कुरा बोल्दा पनि सकिएन अनि अर्को भनेको स्कर्ट किन केटा मान्छेको लागि होइन भनेदेखि सुहाउँदैन क्या सुहाउँदैन सुरुमा त सुहाउनु पऱ्यो नि त अब केटी मान्छेहरूको ज्यान क्या मिलेको हुन्छ ट्याक्क कर्वी ज्यान होइन अनि स्कर्ट लगाए ट्याक्क फरेर अनि माथिपट्टि अनि क्रप टपहरू लाउँदा आमामा म केटी भएर केटी देख्दा म छक्क एकदम अब केटा मान्छेहरूको त फ्ल्याट चेस्टमा होइन कस्तो देख्छ स्कर्ट लायो अनि माथिबाट अझ क्रप टप पनि लाउनु क्या आयो मलाई एकचोटि स्कर्ट लगाएर केटा मान्छे हेर्नु मन लाग्यो क्या कस्तो देख्दो रहेछ अनि मैले चाहिँ लङ स्कर्टको मात्रै कुरा गरिरहेको छु होइन अब सर्टको पनि कुरा गरौँ अब भुत्ला कति हुन्छ केटा मान्छे खुट्टामा आमा भगवान् त्यही माथि हेर पिडुलाहरू यत्रो हाम्रो क्या मिलेको पिडुला हुन्छ तर यत्रो पिडुलामा स्कर्ट
स्कर्ट यति स्कर्ट लाएर हिँडेर बेच्छ ओके त्यही भएर नलाऊ सक्यो टाइम्स अब राइट गिभ इट अप फर वर्षा ओ वाउ पसिना ओके ओके ल कसरी रिबटल गर्छु थाहा छैन तर आफ्नो बुढीको स्कर्ट ऱ्यान्टको लागि रिबटलको लागि म तिमीलाई 1 मिनट दिन्छु र तिम्रो टाइम सुरु हुन्छ अब जस्तै के अरे रणवीर सिंहको कुरा आयो होइन अब रणवीर सिंहलाई चाहिँ होइन केटीहरूले यति पहिलो स्कर्ट लाउँदाखेरि होइन कि उसले लाउनै छोडिदियो होइन अब यहाँ चाहिँ इक्वालिटीको कुरै हुन्छ नि एक्सेप्टै भएको छैन होइन अब के भन्दाखेरि केटाहरूले स्कर्ट लाउनु हुँदैन भनेर केटीहरूले यति विरोध गरे कि अब यहाँ इक्वालिटीको कुरा चाहिँ अब मेनलाई चाहिसक्यो क्या होइन अनि अब अर्को के भन्दाखेरि केटाले स्कर्ट लाउँदा बेइज्जत हुन्छ अरे कसरी हुन्छ हामीले पनि त उ गर्न सक्छौँ नि त के अरे सेभ गर्न सक्दैनौँ केटीहरूसँग जे छ हामीसँग पनि त्यो अभाइलेबल त छ नि त सेभ गर्न सक्छौँ होइन दारी जुङ्गा माथि भए पनि तल खुट्टा त सेभ गर्न सकिहाल्छ नि होइन अनि अब कस्तो भन्दाखेरि अब के अरे सम्हालेर बस्ने कुरा चाहिँ केटीहरूको लागि मात्र हो यो समाजमा केटाहरूको लागि होइन पर के अरे भन्नै नआइरहेको Alright, time up. ल जानी नजानी धेरै सेक्सिस्ट भयो हामी यस धेरै नै ल लेट्स लुक एट द स्कोर्स म रेडी छु क्या उसलाई अझै मसँग यति जवाब छ सक्यो लेखेर राखिरहेको यस्तो यहाँ मैले थ्याङ्क गड सक्यो ल निमेशको हन्टिङको लागि स्कर्ट इज बेटर त्यो पोइन्ट मलाई एकदम मन पर्यो त्यसको लागि 7 पोइन्ट होइन केटीहरूको पनि फेमिनिन साइड हुन्छ भनेर जुन एकदमै ठुलो कुरा अगाडि लिएर आउनु भयो समाजको अगाडि छुन त हुन्छ नि त देखाउन मिल्दैन होइन तर फेमिनिन साइड त हुन्छ यो एकदमै प्रोग्रेसिभ एकदमै हुन्छ नि प्रोग्रेसिभ कुरा गर्नु हो त्यसको लागि 15 पोइन्ट होइन वुमेन सेफ्टीको कुरा अलिअलि गर्नुभयो किनकि अब मेनहरू इम्यास्कुलिन देखेपछि वुमेन फिल सेफर आई थिङ्क यस त्यसको लागि 7 पोइन्ट इक्वालिटीको लागि 20 पोइन्ट किनकि हामी धेरै नै सेक्सिस्ट भइसकेको थियौँ मैले कुरा निकालेर ल अलिकति मिलायो 20 पोइन्ट उसले त्यसमा पायो अनि केटीहरूले पनि सेभ गर्छन् है हामीले नगरेर मात्रै देख्ने हो भुत्ला त्यो ठुलो एकदम राम्रो पोइन्ट हो त्यसको लागि 20 पोइन्ट स्पेसिफिक कास्ट भन्न मिलेन सो सर 20 40 60 अराउन्ड 80 पोइन्ट ओके इट डजन्ट म्याटर ब्रो मतलबै छैन क्या अराउन्ड 80 वर्षको अलिकति इज्जत रहन्छ त सासू ससुराको अगाडि छोरालाई हराएर आए भन्दा सेट यसपालि मैले जिते भने चाहिँ अचम्म पर्नुहुन्छ रे के त पुलिससँग हारेर आइस होइन यसपालि जित्यो भने चाहिँ उभे जित्यो भन्ने हुन्छ नि त म यस्तो दिगा गरेँ मलाई थाहा थियो हारेर आउँछ ओके वर्षाको स्कोर्स वर्षाको सुसुवाला पोइन्ट वाज भेरी अन पोइन्ट होइन केटाहरू उभिएर सुसु गर्ने केटाहरूलाई बसेर सुसु गर्न आउँदैन त किन चाहियो फ्रक एकदम भ्यालिड पोइन्ट त्यसको लागि 25 पोइन्ट ड्याङ्गै रणवीर सिंहमा -2 किनकि रणवीर सिंह लुक्स ग्रेट अन स्कर्ट ओके तर साँच्चै पनि कि अहिले रणवीर सिंहले उसको आफ्नो इमेजहरू पुरै अब हुन्छ नि लाइक कोट प्यान्टहरू लगाएर व्हाइट वास गरिरहेछ नि पहिले चाहिँ एक फेर हिँड्यो तर मलाई चाहिँ मन पर्थ्यो है उ त्यसरी राम्रो लाग्थ्यो मलाई त्यस्तो गर्ने हाम्रो यहाँ नेपालमा राम्रो लाग्थ्यो कि त्यसको लागि -2 पुरै गरिरहेछ क्या -2 रणवीर सिंहलाई के भन्न पाइदैन किन ए हो ल मेन राइट के जजसँग झगडा गर्नु मिलेन त्यही फेरि घटाइदिन्छु अझै सरी जज अनि तिमी के अरे निमेश भन्दा तिमी बढी सेक्सिस्ट भयो त्यसको लागि -2 मैले आफ्नो अस्ति देखाएँ केटाहरू यस्तो हुन्छ केटीहरू सेक्सिस्ट हो नि त स्टेरियोटाइप हो नि त हुन्छ अब धेरै बोलेर विवादमा किन फस्नु हैन तर कर्वी ज्यानको लागि चाहिँ 30 पोइन्ट ड्याङ्गै दिएँ मैले हो कर्वी ज्यान चाहिँ हो किन केटाहरूको नि कर्वी हुन्छ तर आउटवर्ड कर्वी हुन्छ कुनै पनि इनवर्ड कर्वी छैन त्यसको लागि 30 अनि भुत्लाको लागि
के अरे 15 सरी मैले 15 लेखेको थिएँ बुधलाको लागि 15 ओके सो तिम्रो 25 50 75 ए जितिसक्यो लाइक 100 अराउन्ड 100 सो यो तर्क वितर्कको फर्स्ट राउन्डको विनर इज वर्षा मलाई सनस्क्रिन चाहिन्छ है एउटा जितेकोमा गिफ्ट Alright, before we go to the sunscreen next round, Okay. होइन के छ कस्तो हुँदैछ बच्चा पाइसकेपछि पेरेन्ट लाइफ कस्तो चल्दैछ तिमीहरूको हाम्रो त बच्चा पाएको फेजै कटिसक्यो अब त बच्चाको Already बिहे school गर्ने मा। बेला भइसक्यो होइन लाइक अब तर अहिले कति वर्ष भयो 4 वर्ष 4 वर्ष भइसक्यो अब त 5 पो त 5 हो ए, कहिले तिमीले लास्ट इयर बिहे गरे होइन यस हो नि हामीहरू 4 वर्ष अलिकति भइसक्यो लाइक मोडर्न हो अहिलेसम्म एक बच्चा वर्ष पाएपछि मात्र बिहे गरे वी आर नट सेक्सिस्ट स्टेरियोटाइप होइन हामी तर सबभन्दा गाह्रो पार्ट चाहिँ कुन हो 1 वर्ष के अरे जन्मेदेखिको 4 वर्षसम्मकोमा सबै गाह्रै हुन्छ हौ बच्चा पाएपछि हो यस्तो हुन्छ क्या हाम्रो आमा बाउहरूले भन्थ्यो नि त्यो के अरे आमा के अरे जो आमा बाउ भइसकेपछि चाहिँ जतिखेर पनि ध्यान चाहिँ बच्चामै हुन्छ अरे क्या अनि सानो थियो होइन म अहिले अब मेरो बच्चा 5 वर्ष पुगिन्जेलसम्म म सानो हुँदाखेरि ऊ के हुन्थ्यो भन्दा ऊ अलिकति ठुलो भएदेखि चाहिँ हुन्थ्यो होइन हुन्छ नि 5-6 महिना भएदेखि चाहिँ उसले राम्ररी बुबु खान्थ्यो अनि त्यही पछाडिको त्यो लुगाहरू पनि मुखमा उसले ओऱ्यो भनेदेखि त्यो हटाउन सक्थ्यो त्यो निसासिँदैन थियो भन्ने हुन्थ्यो होइन नि 6 महिनाहरू पुगेपछि यो अलिकति ठुलो भएर अलिकति यताउता हिँड्नु थालेदेखि हुन्थ्यो भन्ने त्यस पछाडि अनि यसले अब दुध छोडेर अब चाहिँ भात खानु थालेदेखि हुन्थ्यो भयो त्यस पछाडिको अनि यो अब अलिक मजाले बोल्नु थालेदेखि जतिखेर अब यो अहिले 5 वर्ष भयो अब के छ भन्दा हामीलाई उसले राम्ररी पढ्दैदेखि हुन्थ्यो होइन त्यो जस बच्चा जन्मेदेखि अहिलेसम्म ब्याचलर गर्दै हुन्थ्यो इन्जिनियरिङ गर्दै हुन्थ्यो बिहे गर्दै हुन्थ्यो बच्चा तर हामीले त्यति साह्रो पढाइमा चाहिँ खासै उ चाहिँ गरेको छैन है अहिले चाहिँ कसो भने चक्चक गरेर टाउको ठोकेला कि घोडा ठोकेला कि हात ठोकेला कि त्यो टेन्सन भइरहेको छ क्या ठोकाउँछ नि लुक्छ क्या लास्ट ऱ्यान्ट मुडमा रहेछ कसैले सोधेर रहेछ अहिलेसम्म तर होइन एकदमै रमाइलो हो तपाईँले गल्ती गर्नुभयो क्या सोधेर अब यो अफ क्यामेरा पनि यो कुरा हुनेवाला छ बट या युजली आई भेरी ह्याप्पी फ्यामिली सो आइम के अरे ग्रेटफुल अबाउट द्याट मुभी कस्तो चल्दैछ ब्रो मुभी पैसा पुगेन सो हामी अब प्रमोसनको डान्स खिच्न मात्रै बाँकी हो त्यो बाहेक अरू एडिटिङ यताउति लक्ड अब कलर गर्न बाँकी स्कर्ट लगाएर डान्स गराउने हो क्या त्यसमा चाहिँ केटालाई स्कर्ट लगाएर डान्स गराउने हो साँच्चै नि त्यस्तै चाहिने छ सिन त रे केटालाई लगेर माथि हिमालमा टक्क छोटो लुगा लाएर Alright, excited to see that. Okay, let's go to the next round. ठिक छ ओके यो राउन्डमा तर्क वितर्कको सेकेन्ड राउन्ड योपालि तिमी पक्ष म पक्ष तिमी विपक्ष ओके ल वाद विवाद इज भेरी हार्ड उस्तै ठाउँमा पुगेछ होइन द टपिक इज जनावरहरूले पनि कट्टु लाउनुपर्छ सो तिमी पक्षमा तिमीले चाहिँ जनावरहरूले पनि कट्टु लाउनुपर्छ यो एकदम अभद्र भयो वी डोन्ट वान्ट टु सी द्याट अर्को तिमी चाहिँ किन जनावरहरूले कट्टु लाउनु पर्यो मान्छेहरू तिनीहरू भनेर भन्नु पऱ्यो ओके रेडी सो तिम्रो 3 मिनट त्यसपछि के अरे पहिला 3 मिनट 1 मिनट 3 मिनट 1 मिनट तर त्योभन्दा अगाडि 1 मिनटको लागि प्रिपेयर गर लु ओके तर्क वितर्कको राउन्ड 2 टपिक इज जनावरहरूले पनि कट्टु लाउनुपर्छ पक्षमा बोल्दै हुनुहुन्छ वर्षा र तपाईँको 3 मिनट सुरु हुन्छ अब सुन्दा चाहिँ अलिकति नराम्रो सुन्निएला होइन म त्यसमा सुरुमै सबैजनासँग माफी माग्नु चाहन्छु तर जसले पनि जनावरले कट्टु लाउनु पर्दैन भन्छ त्यो मान्छे चाहिँ म मूर्ख नै मान्छु क्या त्यो मान्छेलाई म मूर्खै मान्छु के भन्दा मार्केटमा यति नयाँ रोगहरू छ क्या यति नयाँ दिनदिनै नयाँ रोग आउँछ क्या त्यही माथि त्यो अब कट्नु नलाएपछि झापै त्यहाँ आँचीको त होइन जनावर कुकुर बिरालो राङ्गा भैँसी यताउताले होइन अनि त्यो उनीहरूको आँचीले के हुन्छ त रोग लाग्दैन लाग्छ नि अझ त्यो होइन सानो बच्चा भएको घरमा त जनावरलाई कट्टु लगाइदिनै पर्छ क्या त्यो कट्टु अब आँची गरेर छ अरे एउटा बच्चा कुरेर कुदेर त्यो आँची खाइदियो भने
सकिएन जिन्दगी सुसु गरेको छ त्यो सुसु चाट्यो भने बच्चाले त्यो अझ बच्चा आमा बाउ तपाईँहरूको घरमा कोही बच्चा छ भने त त्यो जनावरलाई कटु लगाइदिनै पर्छ क्या एकदम लगाइदिनु पर्छ। अनि अर्को भनेको केटा जनावर र केटी जनावरमा हेर्नु न अब हामी पनि होइन एक किसिमको जनावरै हो नि त। अब हामीले अर्को जनावर कट्टु नलाइदिएको देख्यो भने मरिँदैन लाजले। अनि त्यही भएर पनि त्यो जनावरलाई कट्टु लगाइदिनै पर्छ क्या। अब उनीहरूको पनि त उनीहरूले बोल्नु सक्दैन भन्दैमा उनीहरूको चाहिँ केही मनमा फिलिङ हुँदैन। उसलाई कस्तो लाग्छ होला अरू के अरे गाईले चाहिँ गोराइरहेको देखिरहेको छ क्या त्यहाँ लाज लाग्छ नि त कस्तो अप्ठ्यारो लाग्छ होइन। उसको पनि हामीले मनको भावना बुझिदिनु पऱ्यो। यस्तो गर्नु यस्तो जस गाईलाई पनि हामी मान्छेलाई यस्तै नराम्रो लाग्छ भनेर सोच्नु पऱ्यो। अनि मेन भनेको कुरा त अब हुन्छ नि हाम्रो देशमा कतिजना बेरोजगारहरू छ उहाँहरूले जनावरलाई कट्टु सिकाउने काम पाउनुहुन्छ होइन रोजगारी मिल्छ मान्छेलाई। त्यसले गरेर पनि जनावरलाई कट्टु लगाइदिनै पर्छ क्या। कट्टु लगाइकन जनावरलाई हिँड्न दिनु हुँदैन। यो आचीहरू गर्छ जहाँ पाए त्यही आची गर्छ। अनि त्यस पछाडि अब त्यस्तो त्यो तपाईँलाई चाहिँ आफ्नो जनावरलाई कट्टु नै लगाइदिनु मन लाग्दैन भने त सुँगुरको घरमा बस्दा हुन्छ। किनभने जहाँ पाए त्यही आची गरिदिने होइन जनावरहरूको त्यही त हो नि दिमाग हुँदैन। आची गरिदिन्छ सुसु गरिदिन्छ के भन्नु यहाँ भन्दा उता कति टाइम भयो 40 मिनट बोल्छु 40 मिनट 40 सेकेन्ड। अनि त्यही हो हामीले चाहिँ अर्को फिमेल होइन कोही त मेललाई पनि गाह्रै हुन्छ मेल जनावरको पनि कुरा बुझिदिनु पर्यो। अनि हाम्रो यो इन्भाइरोमेन्टलाई सफा सुग्घर राख्नुको लागि पनि के अरे आचीहरू सुसुहरू जहाँ पाए त्यही नगरोस् भनेर पनि हामीले लगाइदिनु पर्यो। कोही त एकदम सफावाला जनावर पनि हुन्छ नि त त्यसलाई अर्को जनावरले त्यहाँ प्याट्टा आची गर्दैछ भने लाग्नसक्छ होइन। बरु भन्दा डाइपरमा अथवा कट्टुमा लगाएर गएर टोइलेटमा फ्यालिदियो अरे कतै हुन्छ नि उस ठाउँमा फ्याल्यो भनेदेखि उसलाई पनि राम्रो लाग्छ नि त सफा सुग्घर ठाउँमा जनावरहरू बस्नु पाउँछ। अब हेर्नु त गोठमा जाँदा कस्तो गनाउँछ पछि त हामीले त्यहाँ कट्टु लगाइदिएर गाई बस्तुलाई राख्यो भनेदेखि त्यहाँ गएर खाना पनि खाना पकाउनु नि हामीलाई केही Okay, time up. All right. That is impressive, dude. यसमा त म सक्दिनँ। That is impressive. Very impressive. You have very good mind. Yep. ल अब रिबटलको लागि रिमेम्बर यु ओन्ली खण्डन मात्रै गर्ने आफ्नो पोइन्टहरू नराख्नु है त नत्र फेरि आफ्नै टाइममा पुग्दैन। ओके ल खण्डन गर्नको लागि रिबटलको लागि 1 मिनट दिन्छु र यो टाइम स्टार्ट्स नाउ। अब उनीहरूले कटु लाउन थालेर जहाँ पाए त्यही आची गरेन भने चाहिँ प्लान्टहरू कसरी उब्जिने होइन। प्लान्टहरूलाई त चाहिन्छ आची तिनीहरूकै आची चाहिन्छ फेरि हाम्रो आचीले त मर्छ प्लान्ट होइन। त्यही भएर एनिमल्सकै चाहिन्छ। अब बच्चाले खायो भने के गर्ने अरे अब बच्चाले त टोइलेटमै गएर पनि खान्छ नि मान्छेकै आची होइन त्यसलाई त रोक्नु पर्यो होइन। अब कसो भन्दाखेरि अब के अरे गाईलाई नराम्रो लाग्छ अरे होइन। अब अमेरिकामा त गाईको फिलिङ्स होइन त्यसलाई नै सो अब थाहा छैन है यसमा चाहिँ अलिकति एक्सट्रिम हुन त हो। हाम्रो नेपालमा धेरै बेरोजगार छन् होइन तर तिनीहरूले होइन हाम्रो दुखी गरिब अफ्रिकामा कतिजना खान नपाएकोहरूले कट्टु लाउन पाएको छैन तिनीहरूको लागि कट्टु बनाउन सक्छ नि। किन एनिमल्सको लागि बनाउने किन एनिमल्सलाई नै बनाउनु पर्ने। सो तिनीहरू त्यो बेरोजगारहरूलाई चाहिँ हाम्रो यहाँ जतिले पनि कट्टु लाउनु पाएको छैन त्यो तिनीहरूलाई टाइम अप ल यति नै हो। That was good, man. This is the best rebuttal I've ever heard. अहिलेसम्मको एपिसोडमा that was a very good rebuttal. अब अलिकति आउँदैछ फर्ममा आउँदैछ बुढो अलिक पिट्न पुगेन मुख धेर चलाउन थाल्यो बुढोले। हजुर ल मैले विपक्षीको सबै मेटिसकेँ। ओके ल अब चाहिँ रिबटल सक्यो। द्याट वाज भेरी गुड रिबटल आइएम भेरी इम्प्रेस्ड। यो अहिलेसम्मकै बेस्ट राउन्ड हुन सक्ने चान्स छ यो होइन। अब 3 मिनट विपक्षमा जनावरहरूले कट्टु लाउनु हुँदैन होइन त्यो मान्छेको काम हो होइन। र त्यस तपाईँको 3 मिनट सुरु हुन्छ। अब के अरे पहिला सुरु त के भन्न चाहन्छु भने जनावरहरूले कट्टु लाउनु हुँदैन किनभने उनीहरूले कट्टु लाउनु थाल्यो भने एकदमै डिमान्ड बढ्छ कट्टुको प्राइस बढ्छ होइन। अनि मान्छेहरूलाई कमी हुन्छ कट्टुको। अनि यसमा चाहिँ भगवान् पनि रिसाउँछ किनभने भगवान्ले उनीहरूलाई नाङ्गे पठाएको भुत्लाहरू पनि धेरै पठाएको छ होइन। सो भगवान् रिसायो भने के गर्ने
भगवान् साह्रै रिसाउनुहुन्छ भगवान्को अपोजिटमा चाहिँ हामी नेपालीहरू होइन कोही पनि सबै के अरे एज अ प्राणी हामी जान सक्दैनौँ होइन त्यही भएर यो नेचरसँग पनि मिल्दैन भगवान्सँग पनि मिल्दैन अनि अर्को भनेको चाहिँ के भन्दाखेरि उनीहरूको चाहिँ हाम्रो जस्तो हात छैन उनीहरूलाई कटु लगाएपछि खोल्न गाह्रो हुन्छ है उनीहरूलाई एकदमै गाह्रो हुन्छ कटु लाउन पनि गाह्रो हुन्छ कटु खोल्न पनि गाह्रो हुन्छ अनि उनीहरूको एस्थेटिकसँग पनि मिल्दैन हो उनीहरूले स्न्यापच्याटमा स्टोरी हाल्दाखेरि कटु लाएर हाल्दा नराम्रो देखिन्छ सो प्योरली भन्दाखेरि उनीहरूको फेसन सेन्ससँग जाँदैन किनभने इमेजिन लायनलाई कस्तो देखिन्छ लाइन यस्तो स्ट्यान्डर्ड होइन एकदमै किङ अफ द जङ्गल देखिरहेछ भने उनीहरूले कट्टु लगाएपछि ऱ्याबिटले धरि हेपेर जान्छ होइन उनीहरूलाई अनि अब स्याडली गाह्रो छ अब त्यही हो उनीहरूको लागि हामीले बुझिदिनुपर्छ उनीहरूले कट्टु लगायो भने उनीहरूलाई खोल्न गाह्रो हुन्छ प्लस उनीहरूलाई अब उनीहरूको पपुलेसन पनि नबढ्न सक्छ त्यो कट्टु पपुलेसनमा पनि अलिकति ह्याम्पर हुनसक्छ किनभने त्यो गाह्रो भइसक्यो हुन्छ होइन तर अनि अर्को भनेको चाहिँ अब कस्तो भन्दाखेरि अनि मान्छेलाई दुध लिन पनि गाह्रो हुन्छ गाईबाट ल यति भन्दै म मेरो 2 शब्द यहीँ टुङ्ग्याउन चाहन्छु धन्यवाद ल that was very strong that was very strong ल 1 मिनट खण्डन गर्नको लागि 1 मिनट छ हैन प्लिज आफ्नो बुढा बढी बोलिरहेछ आज गुडा आनेवाला छ ओके ल खण्डन गर्नको लागि रिपोर्टलको लागि 1 मिनट दिन्छु र तपाईँको टाइम स्टार्ट्स नाउ सुरुमा त उसले के भन्यो भन्दा के अरे बच्चाले आची खाने बच्चाले त टोइलेटमा गएर नि खान्छ अरे क्या अनि के तिमी चाहिँ किचनमा गएर आची गर्छौ हो किचनमा गएर तिमी आची गर्छौ र त्यो बच्चाले टोइलेटमा गएर किन भन्दा टोइलेट भनेकै आची के अरे फाल्ने ठाउँ हो क्या अब त्यो त हाम्रो पनि त जिम्मेवारी हो नि त बच्चाहरूलाई टोइलेटमा जान दिनु भएन टोइलेटको ढोका थुन्न पऱ्यो किन भन्दा एउटामा त त्यही हो मेन कुरा कट्टु लाउनुपर्छ भनेको उनीहरूको आचीहरू चाहिँ एकै ठाउँमा बसोस् भनेर हो क्या जो तपाईँ त्यतै नछडियोस् अनि बच्चाले नखाओस् भनेर अनि अर्को चाहिँ भने भगवान्ले नाङ्गे त हामीलाई पनि पठाएको हो नि भगवान्ले जसले मलाई सेक्सिस्ट भनिहाल्छ माइनस गरिदिइहाल्छ मैले केही भन्यो तर होइन त्यो त हामीले आफै हुन्छ नि ज्ञान हामीमा ज्ञानको विकास भएर अब त्यो हामी मानव जाति चाहिँ मानव प्राणी चाहिँ यति पुरै मलाई त्यो हुन्छ नि कथावाचक गलत फिलिङ आएको छ हामी मानव प्राणी यति सभ्य छौँ भने क्या फिल्ममा आइरहेको थिएँ क्या म ल अब कसको पालो मेरो पालो अब रिजल्ट्सको इट्स भेरी इन्ट्रेस्टिङ रिजल्ट्स होइन लेट्स स्टार्ट विथ वर्षाले सुरुमै अपोलोजाइज गर्यो त्यसको लागि 1 पोइन्ट होइन सुरु सरी भनेर सुरु गर्यो नि उसलाई थाहा छ म गलत बोल्दैछु एक मार्क्स त्यसको लागि पब्लिक हेल्थ कन्सर्न निकाल्नु भयो त्यो समाजको लागि चाहिन्छ फेरि कोरोना आइरहेछ अहिले अनि होइन त्यो के अरे त्यो त अगेर हुँदैन नि त ब्याट पब्लिक हेल्थ कन्सर्नको लागि 8 पोइन्ट होइन बच्चाले आजै खाइदिन सक्छ धेरै रियल भित्रैबाट आएको डर रहेछ त्यो आमाको भित्री मनबाट आएको डर त्यसको लागि 8 पोइन्ट होइन अनि मैले 4 मार्क्स घटाइदिएँ किनकि ऊ एनिमलको रेलमा गएर ऊ सेक्सिस्ट भइदियो गाईलाई लाज लाग्छ हाम्रो राष्ट्रिय जनावर गाईलाई लाज लाग्छ एकदम कन्सर्निङ कुरो हो त्यसको लागि 2 पोइन्ट अनि रोजगारीको पोइन्टको लागि के अरे आर्गुमेन्टको लागि चाहिँ 40 पोइन्ट ड्याङ्गै भेरी गुड पोइन्ट मान्छेहरूले रोजगारी पाउनुपर्छ जति धेरै कट्टु त्यति धेरै रोजगारी होइन आई थिङ्क बजेटमा यो राख्नुपर्छ हामीले जति धेरै कट्टु त्यति धेरै रोजगारी बजेट 2084 अनि रिपोर्टलमा प्यारेन्टल रेस्पोन्सिबिलिटीको कुरा गऱ्यो त्यसको लागि 20 पोइन्ट अनि के अरे उसको रिलिजनको कुरालाई पनि खण्डन गऱ्यो त्यसको लागि 18 पोइन्ट होइन सो 40
चान्चुन 40 50 60 70 नगरी 80 चान्चुन भनिदिन्छ 90 चान्चुनमा 90 ओके त्यो गर्ने भने होइन होला अर्कै के आउँछ ए मतलब छैन क्या अब कस्तो म त एकदम थोडी नै यो पैसा एकदम यो कम्पिटिसनलाई म Hopefully पैसामा एकदम turn दिलदेखि हसियो। छु क्या ओके निमेशको सुरुमा 100 देखिसक्यो दुई ठाउँमा निमेशले इकोसिस्टमको कुरा गर्यो हो हाम्रो के अरे गुले गर्दाखेरि प्लान्ट उम्रिन्छ त्यसको लागि 10 पोइन्ट बच्चाले खाइदिन सक्छ त्यसमा 2 पोइन्ट प्यारेन्टल रेस्पोन्सिबिलिटी कुरा आयो होइन मान्छेलाई नै कट्टु पुगेको छैन त्यसको लागि 20 पोइन्ट होइन अनि अब उसको एक्चुअल कन्भर्सेसनमा चाहिँ उसले इकोनोमिक थ्योरीमा कुरा गर्यो धेरै पढेको मान्छेहरू चाहिँ त्यसको लागि 8 पोइन्ट होइन धेरै कट्टुको डिमान्ड बढ्यो भने उसलाई पढेको भनेपछि त मलाई इन्डिरेक्टली नपढेको भन्ने भयो नि त अनि भगवान्ले हामीलाई नाङ्गै पठाएको होइन भगवान्ले एनिमललाई नाङ्गै पठाएको भुत्ला सहित 18 पोइन्ट अनि एनिमललाई कट्टु लगाइदियो भने खोल्न सक्दैन हात छैन 100 पोइन्ट त्यसको लागि 100 पोइन्ट लायनको जुन उहाँले पिक्चर पेन्ट गरिदिनु भयो कट्टु लागेको लायनको अनि म ऱ्याबिटले त्यसलाई हेपेको देखिरहेको थिएँ मेरो दिमागमा त्यसको लागि 10 पोइन्ट अनि कट्टु खोल्न नसकिसकेपछि एनिमलको पपुलेसन घट्छ त्यसको लागि अर्को 100 पोइन्ट सो 200-250 चान्चुनमा आइसकेको छ सो यो राउन्डको विनर इज निमेश Very tie. A final round decide. सोचेभन्दा बढी नै हाउ रहेछ यार तिमीहरू यसो हावापन लुकाएर राख्छौँ नि त या सो हाम्रो अब लास्ट राउन्डमा जाने बेला भइसकेको छ होइन सो अहिलेसम्म कस्तो रमाइलो भइरहेछ ए बाबा हो बल्ल बुझेँ मैले के रिस उठिरहेछ सेकेन्ड राउन्डमा आएर सेकेन्ड राउन्डमा त जित्यो नि यसले राम्रै गर्यो सही नसके हेर न ओके रक्सी खान्छ कहिले काहीँ कहिले काहीँ तिमीलाई रक्सी खान्छ यसले त खान्छ यसले त खान्छ म चाहिँ खान्न साँच्चै हो र ओके ओके हो सासु आमा एउटा कुरा भनौँ मैले मेरो सासु आमाको कुरा मान्थेँ भने म त पुरै रक्सी खाने हुन्थेँ मम्मी खाऊ न खाऊ भने केही हुँदैन खाऊ खाऊ भन्नु तर मलाई मिठो लाग्दैन ओके द्याट्स त्यसको ग्रेट साटोमा अरू केही अफर गर्नुहुन्छ भने ओके कोक मैले सोधेको कारण चाहिँ दिस नेक्स्ट राउन्ड इज कल्ड ड्रङ्कन डिबेट्स नखाइकन सो भगवान। डिबेटै हो तर यु हेभ टु एक्ट ड्रङ्क अल द टाइम इभन यिनीहरूको एक्टिङ स्किल्स हेर्नुपर्छ अब है त के कुटेर देखाउने एक्टिङ जे स्किल गरे नि हुन्छ Oh, shit. आइ एम ओपन फर इट रक्सी खाएपछि रक्सी खाएको एक्टिङ त त्यस्तै होला नि त होस्टलाई यहाँबाट खायो स्टेरियोटाइप दुईजना मिलेर अनि यसमा पोइन्ट चाहिँ के अरे रक्सी खाएको एक्टिङ कसले राम्रो गर्यो त्यसले धेरै पाउँछ है ओ सेट कस्तो यार छिटो गर्नु भाइ नेपालमा प्रधानमन्त्री चाहिँ के गर्नुभएको यसमा अझै धेरै गिफ्ट पाउँथ्यो भने त म अझै राम्रो एक्टिङ गर्थेँ अरे क्या ओके टपिक छान ए होइन तिमीले मैले छाने सरी ओके ओके टपिक रहेको छ को पक्ष तिमी पक्ष तिमी विपक्ष मेन सुड बी अलाउड इन मिस नेपाल म चाहिँ विपक्ष होइन मेन सुड नट बी अलाउड इन मिस नेपाल फेरि हे भगवान यहाँबाट तपाईँको 1 मिनट सुरु हुन्छ नाउ प्रिपेयर वेयर स्टार्टिङ ड्रङ्कन डिबेट्स टपिक रहेको छ मेन सुड बी अलाउड इन मिस नेपाल एन्ड रिमेम्बर पोइन्ट्स आउँछ ड्रङ्क एक्टिङको ए ड्रङ्क एक्टिङको ड्रङ्क एक्टिङको रिमेम्बर टु एक्ट ड्रङ्क ए ओके है त र सबभन्दा पहिला मेन सुड बी अलाउड भनेर पक्षमा बोल्दै हुनुहुन्छ निमेश र तपाईँको 3 मिनट सुरु हुन्छ अब होइन दाइ उसको कति साह्रो ड्रङ्क हो मैले बोल्न दिइनँ भाइ होइन मेनहरू चाहिँ होइन अब के अरे हुनुपर्छ है मिस नेपालमा किनभने मेनहरूको पनि ड्रिम्स पुरा हुनु पऱ्यो नि मेहनत नगरिकन हिँडेरै मात्र होइन अनि हामी एज अ मेन हामीले पनि सोसल वर्क गर्न पाउनु पऱ्यो क्या
कति मिस नेपाल केटीले मात्रै गर्ने सोसल वर्क, उनीहरूको मात्रै भिडियो बन्ने, उनीहरूको मात्रै गोसाइकुण्ड गएर भिडियो बन्ने। हाम्रो पनि बन्नु पर्यो, ड्रोनले खिचिनु पर्यो हाम्रो भिडियो मेनको। हामीलाई पनि हिल्समा हिँड्न मन छ, हाम्रो पनि हाइट बढाउनु मन छ। अनि हामी कति चाहिँ हुन्छ नि, कति चाहिँ कनेक्सन उनीहरूको मात्रै बिल्ड होस्, मेनको पनि कनेक्सन बिल्ड हुनु पर्यो मिस नेपालमा गएर। अनि उनीहरू मात्रै कति फ्रीमा अब्रोड घुम्न जाने, हामी मेनहरू पनि मिस नेपालमा गई मिस युनिभर्समा रिप्रेजेन्ट भएर देश विदेश घुम्न पाउने मौका हामीले पाउनु पर्यो। यति भन्दै मेरा 5 बुँदे कुरा यही टुङ्ग्याउन चाहन्छु, किनभने योभन्दा बढी मैले भन्न सकिनँ। यति नै हो। This was for today. ओके म अघिदेखि यहाँ पुरै बाछु भनेर दुईचोटि मिस्टेक गरिसकेँ क्या। द्याट्स ग्रेट। मलाई पुरै सम्झाउनुलाई फेरि म अर्को मिस्टेक गर्छु होला क्या। यहाँ मिस्टेक कसैले बाल गर्दैन। सो मेन सुड नट बी अलाउड इन मिस नेपाल। ड्रङ्क एक्टिङ, तर्क गर्ने कि भन्ने मात्रै। अहिले पहिला त खण्डन गर्नु पर्यो, रिबटल। मलाई त यस्तो झ्याप भयो कि उसको कुरै सुना छैन केही पनि हो भना। रिबटल 1 मिनट म्याडम, 1 मिनट रिबटल। यसले के भन्यो, यसले के भन्यो, यसले फ्रीमा घुमिरहेछ भन्यो। यसले रिबटलको लागि 1 मिनट र तपाईँको टाइम स्टार्ट हुन्छ अब। एक खाइहाल्छु ल। कुरै सुने होइन यस्तो यस्तो हार कसरी त्यस्तो कुरा सुन्छ छैन। के अरे हिल हाइट बढाउनलाई हिल लाउनु पर्यो हो। ल भइहाल्यो त ल, हिल लाउनु कसैले रोकेको छैन क्या। मिस नेपालमा आउनै पर्दैन हिल लाउनुलाई। तिमी भन म अहिले भर्खर ल्याइदिन्छु हिल। हामी केटी मान्छेले कम्ती गरेछ मिस नेपालमा जानुको लागि। नखाइ डाइट बसी ज्यान पुरै स्लिम ट्रिम बनाउने अनि बोल्न पनि है। हामी झापाबाट मान्छेले त पुरै अझ फरेनर टोनमा बोल्नुपर्छ, कम्ती गरेछ हो कि होइन। उहाँबाट हामी के अनि के भनेर आएको मान्छे। ओके ल तर म यति त्यो रक्सी के अरे मार्ने धुनमा यसरी त्यसको केही कुरै सुनेन कसम। मैले केही कुरै सुनेको थिएन क्या। ल मेन सुड नट बी अलाउड इन मिस नेपाल। त्यसमा आफ्नो आर्गुमेन्ट्सहरू राख्नलाई 3 मिनट स्टार्ट्स नाउ। तपाईँ आफै भन्नु न राजेश दाइ, कति दुख्छ चित्त। जहाँ पनि यो केटा मान्छेले खाइदिएका छन् के राजेश दाइ, कम्ती दुख्छ हामीलाई चित्त। जहाँ पनि अब तपाईँ आफै हेर्नु न, धर्मलाई हेर्नु क्या। धर्मलाई हेर्दाखेरि सबै के अरे संसार बनाउने सबै सृष्टिकर्ताहरू केटा हो क्या नि भन्नु त। यो के अरे डक्टर पनि बन्नु पर्यो केटालाई रे, पाइलट बन्नु गयो केटी मान्छे, पाइलट पनि केटा नै बन्नु पर्यो रे। अनि बन्नु पर्यो इन्जिनियर, होइन केटी मान्छेको काम होइन इन्जिनियर। एउटा खान्छु ल यो काम होइन इन्जिनियर केटी मान्छेले घर चुल्हा चौका गर्ने रे, केटै बन्नु पर्यो रे होइन। मिस्त्री बन्नु पर्यो, मिस्त्री पनि केटा बन्ने अरे। जहाँ अब एउटा मिस नेपाल हाम्रो लागि भनेर मिस भनेको के हो भन्नु त छ त। मिस्टर नेपाल जानु नि उनीहरूको लागि पनि छ। गोसाइकुण्डमा टन्न घुमेर ड्रोन सर्टमा खिच्ने मिस्टर नेपालको पनि छ। जतिखेर मिस नेपाल हेर्ने अनि त्यसकै डार गर्ने। त्यसरी नहाँस्नुहोस् न सलमान खान।
ठ्याक्कै तपाईँ त सलमान खान हुँदो रहेछ जाओस् तिमीहरू लाएर यिनीहरू लिपस्टिक अब मिस नेपालमा पनि आउनु परेको छैन काहीँ नछोड हामी केटी मान्छेको लागि हामी केटीलाई चाहिँ जहिले पछि अनि किन देश अगाडि बढ्छ त मिस नेपालमा केटा आउने रे मिस नेपालमा आउँछु भन्दैछन् केटाहरू मिस्टर नेपाल छोडिकन आलु मिठो छ कोरियन बार्बिक्युको Cheers. Cheers. Saduk sir, cheers. हामी के भन्दै थियौँ अनि हो मैले पनि त्यही भनेको हो क्या केटा मान्छेलाई मिस्टर नेपालमा ल्याउने मिस नेपालमा ल्याउने होइन किन भन्दा मिस्टर नेपाल क्याटेगोरी छुट्टै छ हो कि भन्नु न तपाईँ हो कि त्यो लाइनमा किन एकतिर महिला एकतिर पुरुष भनेर किन राखिदिन्छ भन्नु त मलाई पनि थाहा छैन किन राखिदिन्छ त तर राखेको त हुन्छ मुख पनि छाड्दिउँ कि क्या हो 3 मिनट सक्यो होला हौ 10 सेकेन्ड छ अब अलिअलि मलाई कस्तो नरमाइलो लागिरहेछ केटा मान्छेहरू पनि आउने रे मिस नेपालमा सक्यो ओके टाइम अप ओके ओ गॉड ल अब धेरै गाह्रो छ निवेश रिबटल हान्नको लागि रिबटलको लागि तिम्रो लागि 1 मिनेट सुरु हुन्छ अब किनभने केटाहरू आउने मिस नेपालमा भन्दा मिस्टर नेपालमा प्राइजै छैन त्यस्तो अटेन्सनै छैन हामीलाई यहाँ मिस नेपालमा आयो भने एटलिस्ट मिस्त्री मात्र भन्दैन मिस पनि भन्छ अब हामीलाई डक्टर पाइलट होइन अब केटीहरूले सबै जब लिन थालिसक्यो इन्जिनियर इन्टेरियर डिजाइनर होइन अनि पाइलट पनि अब केटीहरू रे हेलिकप्टर पनि उडाउनु थाल्यो होइन अब हामी पनि मिस नेपालमा आउनु पर्यो अब मिस नेपालमा आएपछि फिल्म पनि खेल्न पाइन्छ त्यही भएर फिल्ममा अपर्च्युनिटी पाइन्छ भनेर हामी पनि मिस नेपालमा आउन पाए हुन्थ्यो अनि मिस नेपाल भएपछि ओके टाइम अप म काट्छु नि नम्बर काटिहाल्छु नि अलराइट लेट्स गो टु द स्कोर्स निमेशको हिँडेर मात्रै सक्सेसफुल हुन सकिन्छ 2 पोइन्ट सोसल वर्क हामीलाई नि गर्न मन लागिरहेछ त्यसमा 8 पोइन्ट हाइटको कुरा गर्थ्यो त्यो मेरो धेरै नै याद छोयो त्यसको लागि 17 पोइन्ट छुट्याइदिएँ मैले 17 पोइन्ट दुईजना मिलेर लम्बो केटीलाई हेपे नेटवर्किङ र फ्रीमा विदेश घुम्न पाइन्छ त्यसमा 3 पोइन्ट ओ सेट होइन प्राइज छैन मिस्टर नेपालमा त्यसमा 10 पोइन्ट मिस र मिस्त्रीको उसले वर्ड प्ले गर्यो मलाई एकदम मन पर्थ्यो त्यसमा 10 पोइन्ट र फिल्म खेल्न पाइन्छ 1 पोइन्ट र ड्रङ्क एक्टिङमा चाहिँ 5 आउट अफ 10 थ्याङ्क यू इट वाज ओके मलाई चित्त बुझेछ ठिकै छ दुईजना मिलेछन् ओके वर्षाको मिस नेपाल किन चाहिँ मिस्टर नेपाल छ त भन्ने पोइन्ट भेरी भ्यालिड त्यसको लागि 4 पोइन्ट मलाई राजेश दाई भनेर भन्यो त्यसको लागि 7 पोइन्ट राजेश दाई भन्दा अझ 100 दिन पर्दैन होइन रिलिजनको कुरा पनि निकाल्यो होइन त्यसको लागि 7 पोइन्ट होइन सबै केटाहरूलाई ठाउँ खोइ 20 पोइन्ट होइन मिस्टर नेपाल छ त्यसमा 50 पोइन्ट छुट्टै मलाई सलमान खान भन्यो त्यसको लागि 100 पोइन्ट दादली भयो यो दादली भयो होइन यो दादली यो मिस नेपालमा भन्दा धेरै दादली भयो यो सोमा जजलाई मस्का लगाउन पाइन्छ नम्बर पनि आउँछ र लास्टमा रोइदियो त्यसको लागि 20 पोइन्ट छुट्टै र क्लियरली आजको विनर अफ दिस राउन्ड एन्ड विनर अफ दिस एपिसोड इज वर्षा ताली बजाऊ केटा केटाहरूले छैनन् सबैजना खै
Alright. With that, we come to the end of the show. कस्तो लाग्यो शोमा आएर? च्याप लाग्यो अहिलेसम्म त राम्रो लागिरहेको छ, अब घर पुगेपछि कस्तो लाग्छ थाहा छैन। थ्रेट आयो। हो थ्रेट हो खुले आम। ओके वी आर फाइन ठिक छ। रेस्ट इन पिस निमेश। अलराइट सो के अरे आजको लागि एपिसोड आइदिनु भएको धेरै धेरै धन्यवाद। त्यसको लागि हामीसँग एउटा सानो गिफ्ट ह्याम्पर पनि छ। त्यसकै लागि आएको म पढ्ने हो क्या जित्नेलाई उयो पानीको बोतल आई भए टोल्ड पनि यु यो- अलरेडी यहाँ जित्नुको कुनै पनि अर्थ छैन भनेर। जिन्दगीमा त हारिरहेको छ, Olive- यहाँ जितेर त केही पाऊ। अलिभ फार्मेसीबाट एउटा सानो गिफ्ट ह्याम्पर तपाईँको लागि र तपाईँको लागि एकचोटि देखाएर अलिभ फार्मेसी कि जय भन। हो त, यी sunscreen अलिभ चाहियो, फार्मेसी कि जय के छ यहाँ जस कुनै सोमा गएको भन्दा महँगो गिफ्टर रहेछ ए यल्लो वर्क्सले नभन् त्यस्तो। मैले भने नै सुजाता दिदी मैले केही भने है त्यहाँ त एटलिस्ट पाउँछ यार पाउँछ यल्लो वर्क्सले दिन्छ। सुस्ता दिल त खाजा नि खुवाउँछ है तर यो के हो त? होइन तपाईँहरूले गिफ्ट दिँदैन भन्ने कुरा गरिरहेको छु अनि गिफ्ट पनि दिन्छ खाजा पनि खुवाउँछ क्या के खाने भनेर सोधिसक्यो नै ओके। अरूतिर चाहिँ म चाहिँ फेरि सुरुमा हेर्छु होइन मलाई बोलाउँछ कि अनि म हेर्छु एपिसोडहरू अनि गिफ्ट दिएको छ भने जान्छु न त जान्न हाम्रोमा किन आयो त? यहाँ त योजना भेट्नु आएको नि तपाईँहरूले राख्नु भएन। अलराइट सो योजना बिना पनि एउटा एपिसोड सकिसकेको छ। थ्याङ्क यू सो मच निमेश, थ्याङ्क यू सो मच वर्षा फर कमिङ टु द सो। अनि एकचोटि सबैजनालाई च्यानल सब्सक्राइब गरिदिनु भन त। च्यानल सब्सक्राइब गर्नु है गर्नु नि फेरि त्यति हो। मैले त्यस्तो यो भनेर पठाइदिनुहुन्छ गिफ्टमा उहाँहरूले लकी विनरलाई यो मन्थ हो कि होइन प्रमिस यस यो मन्थ एउटा लकी विनरले म खुद आएर सनस्क्रिन लगाइदिन्छु यस्तो। ल आजको लागि सो यति नै। थ्याङ्क यू सो मच एन्ड किप वाचिङ योजनाको च्यानल।